हेलो नमस्ते सेवा जोरले साथीहरु सन्चै हुनुहुन्छ आज चाहिँ म लङ टाइम पछि भ्लग बनाउँदैछु आज चाहिँ हामी तीन जोडी जाँदैछौँ है साथीहरु तीन जोडी जाँदैछौँ हामी जोडी भयौं पछाडी हुनुहुन्छ दाइ भाउजू अर्को दाइ भाउजू नयाँ कपाल अनि अर्को दाइ भाउजू आउँदै हुनुहुन्छ हामी चाहिँ आज आन्सान जाने त्यहाँनिर कस्तो छ के छ तपाईहरुलाई देखाउँछु ल साथीहरु हामी चाहिँ अन द वे सो यहाँ ड्राइभर महँगो ड्राइभर सिपमा कोरियाभरि कसैलाई पनि यस्तो ड्राइभर चाहिएको छ भने चाहिँ यु क्यान कन्ट्याक्ट अस ओके केटीहरुले चाहिँ नगर्नु फेरि केटाहरुले गाह्रो छ है गाह्रो छ के भयो बिग्रियो यहाँ चाहिँ पार्किङ नपाएर बल्ल बल्ल पार्क गर्यौं हामी चाहिँ यहाँनिर अब हामी जाँदैछौँ कुन साइड हो चाहिँ थाहा छैन हेर्दैछौँ कस्तो राम्रो ठाउँ पनि रहेछ यहाँनिर घरहरू यहाँ चाहिँ दुईवटा चाहिँ पाइयो अब राणा दाइहरू पछि आउँदै हुनुहुन्छ दाइ भाउजू उहाँहरूलाई चाहिँ पाउँछ कि पाउँदैन जाँदैछौँ अब हेलो गाइस है सो हामी चाहिँ अहिले अब लाइन बसिरहेछौँ यहाँ यु क्यान सी योर यस गाइजहरू चाहिँ यहाँ हुनुहुन्छ उहाँहरूकै करले चाहिँ हामी यहाँ आएको जाडोमा आज कस्तो लागिरहेछ त हामी यहाँ अहिलेसम्म चाहिँ ठिकै छ अब गएर के अरे भित्र छिरेर हेरौँ कस्तो रहेछ अन्त भन्दै देखाउँछु साथीहरु यो ब्लग चाहिँ लास्टसम्म नै हेरिदिनु पर्ने हुन्छ किनभने अहिले यहाँभित्र चाहिँ बवाल रहस्यका कुराहरू चाहिँ हामी खोल्छौँ कोरियन नानीहरू चाहिँ पुरै यहाँनिर उडाइरहेछ गयो टिकट त गएको सो हामी चाहिँ गइसक्यौँ टिकट लगेर हामी चाहिँ टिकट लगेर गइसक्यौँ बवालै रहेछ है यो ठाउँ चाहिँ सो मान्छेहरू पनि यति धेरै हो कि आज आइतबार भएर पनि होला सिजन पनि यो अहिले हो कि हो कस्तो लागिरहेछ त हाम्रो यो घरमा भएको जस्तै गोदावरी होइन र कसम बवाल कसम बवाल यो टिकट काटेर कुनै रिग्रेट भएको छैन नि टिकट चाहिँ पुरै असुल गरेर जानुपर्ने हुन्छ सो हाम्रो नयाँ मान्छेलाई चाहिँ केही भन्नु छ कि कस्तो लाग्छ कोरियाको बसाइ अहिले बवाल लागिरहेछ त ल सो हामी चाहिँ हेरेर चाहिँ त्यहाँ पिङ्क भएको ठाउँमा जाँदैछौँ अहिले चाहिँ पुरै कोरियामा भाइरलै छ त्यो चाहिँ पिङ्क तपाईँहरूलाई पनि हामी देखाउँछ है त गाइसहरू होइन स्टे ट्युन हाम्रो युट्युब च्यानल चाहिँ सो भावना मगरमा छ्यास गरेर चाहिँ सब्सक्राइब हानेर बेल आइटम पनि ढ्यास दबाइदियो भने चाहिँ धेरै राम्रो हुन्छ हाम्रो यहाँनिर लेडिज पार्टी चाहिँ दुईजना जाडो भयो भन्दैछ तर पनि त्यो पिङ्क देखेर चाहिँ सिन देखेर चाहिँ जाडो चाहिँ पुरै गइसक्यो होइन अहिले चाहिँ गर्मी भन्दैछ
एनिवे है आज चाहिँ रमाइलो नै हुन्छ हामी चाहिँ अब आज तपाईँहरूलाई चाहिँ कोरियाको यो आन्सान ल्यान्ड कि के अरे ठाउँ होइन आन्सान फिनल्यान्ड हामी चाहिँ पुरै सफर गराइदिन्छौँ है त गाइस अब चाहिँ फाइनली हाम्रो चाहिँ डेस्टिनेसन आइसकेको छ भवालै छ जस्तो छ यो ठाउँ चाहिँ हेरौँ न हेरौँ त यस्तो चाहिँ अब हाम्रो यहाँनिर चाहिँ नयाँ परेवा जोडी चाहिँ देख्न सक्नुहुन्छ यता चाहिँ तोरीबारी अरे यहाँनिर हेरौँ न अब यहाँको चाहिँ अब बाध्यतामा परेर खतरै फोटो खिच्दै हुनुहुन्छ सकिएन सरको पनि एकताल भिडियो बनाइदिउँ बाउले सेल्फी गइरहेछ तापट्टि चाहिँ बाबाले सबै थोक यहीँ पाउँछ त्यहाँनिर चाहिँ लास्टै बवाल रहेछ मान्छे नि कति धेरै रहेछ फोटो खिच्नु अहिले पनि यहाँनिर चाहिँ बाबाले अब फोटोसुट भिडियो सुट गरिरहेछ देख्न सक्नुहुन्छ हेन्सम भाइहरूले अब यहाँनिर चाहिँ अब कभर फोटोवाला चाहिँ हुँदैछ है उहाँहरूको चाहिँ भर्खर लभ पर्दैछ सो उहाँहरूको चाहिँ फर्स्ट डेट हो आज त्यही भएर चाहिँ आज कभर फोटो के चाहिँ यहाँ हुन्छ हेर्न सक्नुहुन्छ तपाईको क्यामेरा आएको फापर बारीतिर जान्छ अब फोटो खिच्नेको लास्टै जम्मा छ कि बुझेको क्या अन्य सो यहाँनिर चाहिँ अब कोरियन किडहरू चाहिँ लास्टै हुन्छ बाबाले छ है कस्तो बल ठाउँ छ यहाँनिर उहाँनिर चाहिँ युगल जोडीहरूले चाहिँ माथि फोटो खिचिरहेछ है कस्तो बल देखिरहेछ ठाउँ यहाँनिर चाहिँ यति धेरै मान्छे हुँदो रहेछ त्यहाँ फुलहरू न फुलेको यहाँ चाहिँ यस्तो दामी ठाउँ छ नि यो पुरा यो फुल छ होइन यहाँ फुल छ अनि यहाँनिर चाहिँ फेरि अर्कैवाला हो कि साथीहरू यहाँ अर्कै होइन अहिले फेरि यहाँनिर अर्कै हो कि यो चाहिँ यो पिङ्कवाला हो ए अहिले यहाँनिर नि यो वाला फुलहरू हेर्न सक्नुहुन्छ वाउ यस्तो दामी छ नि साथीहरू तपाईँहरूको टाइम छ भने चाहिँ अब आउने हप्ता चाहिँ आउनु सक्नुहुन्छ किनभने यसको टाइम भनेको यो हो नि त यो डाँडैभरि छ क्या यो फुल डाँडा छ क्या यो
यो डाँडा यो होइन, अर्को डाँडा ऊ त्यो वाला हो, त्यो येल्लो वाला, यो फेरि पिङ्क वाला हो। यो अर्को चाहिँ यो चाहिँ कस्तो दामी छ साथीहरू। पछाडि मान्छे चाहिँ अब हेर्न सक्नुहुन्छ। हाम्रो उता नयाँ जोडी त्यहाँ हुनुहुन्छ। हामी चाहिँ यहाँ दुईजना, हामी दुईजना चाहिँ यहाँ छौँ। अर्को जोडीहरू अगाडि हुनुहुन्छ र अझै अर्को जोडी चाहिँ आउनै बाँकी हुनुहुन्छ। आजको लुक चाहिँ मेरो यस्तो छ है साथीहरू। कडा अब चाहिँ हामी फर्केको हाम्रो ग्रुप। दामी छ क्या फुल। केले लाग्यो कि के भयो? ए भाउजू यो फापरबारी अरे टिकटकमा आउने फुल यस्तै छ नि, सेम यही फुल त हो नि। यही त हो नि। कस्तो राम्रो छ। कस्तो दामी छ साथीहरू। टाइम छ भने चाहिँ यही हप्ता तपाईँहरू नि आउनु होला। सबै नेपाली नेपाली छ। सबजना भाइरल ल भावना म ल ल ल गरिदिनु ल, म नि गर्छु। यहाँ अब अर्को ठाउँ यस्तो भइहाल्यो। यो यहाँ पनि छ येल्लो अर्को। अनि राम्रो छ। अब हामी फर्केको। अब चाहिँ हामी निस्केको गाडीबाट लिएर। अब युगेश्वरमा भेट्छौँ दाइहरूलाई। त्यहाँनिर केही खान्छौँ हामी। सो फाइनली हामी चाहिँ अब एकछिन योगेश्वरमा बसेर जान्छौँ होला है। गाडी पार्क गरेर भोक पनि लाग्यो त्यत्रो घुमेर। सो यहाँनिर देख्न सक्नुहुन्छ हामीले गाडी उता पार्क गरेको छौँ। अब चाहिँ के खाने हो गाइजहरू? भोक लागेको बेलामा सुप खाने हो कि ससेजहरू खाने हो कि? हामी सिक्ताङमा अब ऊ खानको लागि सबलाई भोक लाग्यो नि त, त्यही भएर खानुको लागि हाम्रो ग्रुप यतिजना थियौँ। अब चाहिँ यहाँ खाएर सिधै घर जाने। हजुरलाई कस्तो लाग्यो आजको घुम्ने ठाउँ? मैले चाहिँ एकदम एक्सपेक्टेसन भर्सेस रियालिटी। मैले चाहिँ एक्सपेक्ट गरेको थिएँ त्यस्तो राम्रो रमाइलो त छ कि छैन होला जस्तो लाग्यो, तर सोचेभन्दा धेरै राम्रो अनि रमाइलो लाग्यो। राम्रो थियो है सर साथीहरू। तपाईँलाई कस्तो लाग्यो नि? इट्स रियली अमेजिङ। सोचेभन्दा राम्रो। अरू पनि आउनु होला घुम्न। तर आएको छैन है नेपालीहरू नआएको। नेपाली थियो कि त्यहाँनिर चाहिँ। तर अब हाम्रोतिर चाहिँ मेरो यो भ्लग हेर्ने मेरो भ्युअर्स अथवा मेरो फ्यामिलीहरू चाहिँ जान सक्नुहुन्छ। त्यहाँ चाहिँ राम्रो छ। लाग्यो तपाईँलाई? अमेजिङ, एकदम राम्रो। राम्रो थियो नि। तपाईँलाई पनि? ए बाबाले रहेछ क्या। तपाईँले हो लिएर आउनु भएको? अनि म त अब कस्तो कन्फ्युज भइरहेको थिएँ क्या कस्तो ठाउँ छ होला भनेर होइन। म गाली पो खाइने हो कि भन्दा, तर जस सोचे भन्दा राम्रै रहेछ, खुसी लाग्यो क्या। गाली खानु पऱ्यो। हाम्रो ड्राइभर दिदीलाई चाहिँ कस्तो लाग्यो?
ड्राइभरजीलाई चाहिँ अब यस्तो प्लेसहरू चाहिँ साह्रै बवालै लाग्छ होइन, तर पनि आज स्पेसल नै थियो किनकि अब खास भने चाहिँ नयाँ जोडीहरूसँग आउनु पाउँदाखेरि चाहिँ मलाई चाहिँ जन्नु क्या अब स्पेसल भयो। हामीले नयाँ जोडी लिएर आयौँ, नयाँ जोडी हाम्रो। आयो आयो तक रामेन। सब्जी बबल चलाएर खाने बवालै छ यो किसिम त लाख मिठो हाम्रो फाइनली हामी चाहिँ आइपुग्यौँ। तपाईँहरू नै आइपुग्नु भयो होला, हाम्रो गाडी चाहिँ आइपुग्यो फाइनली। कस्तो रमाइलो भयो। थ्याङ्क यू सो मच साथीहरू, समय हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। बाई बाई।